दाइले चाहिँ रिकन्डिसनबाट बाइकहरू पनि किनेर लाउनु भएको रहेछ हैन। तर उहाँको बाइक चाहिँ हैन घर नपुग्दाखेरि हैन बाटोमा हैन 12 देखि लिएर चाहिँ हैन 13,000 सम्मको खर्चहरू पनि देखाए। यो बाइकमा चाहिँ हैन अर्कै टाइपको साउन्डहरू पनि आउँदै थियो। तर यो बाइकको चाहिँ हामी क्लच कभरहरू पनि खोलेर हेर्दाखेरि हैन क्लच प्लेट बस्ने जुन हौजिन छ नि त्यसको बेरिङहरू पनि पुरै फुटिसकेको रहेछ। त्यो बेरिङ निकाल्नका लागि चाहिँ हैन उहाँले चाहिँ अब धेरै खर्चहरू पनि गर्नु पर्दैन। तर यो बेरिङ चाहिँ हामी बाहिरबाट ओल्डिङ गरेर चाहिँ हामी निकालेर चाहिँ हैन हामी तपाईहरुले चाहिँ देखाउँछु हैन। यदि तपाईहरु पनि हैन कन्डिसनमा बाइकहरू पनि किन्न जाँदाखेरि हैन बाहिरको लुक छैन के इन्जिन भित्रको साउन्ड सुन्नु छैन। तर उहाँको बाइकको चाहिँ हैन अब पनि देख्न सक्नुहुन्छ हैन। यो बेरिङ चाहिँ हैन हामी बाहिरबाट चाहिँ ओल्डिङ गरेर निकाले हैन। तर यो बेरिङ निकाल्नका लागि चाहिँ हैन हामीलाई चाहिँ अलिकति दुःख कष्ट भयो हैन। तर उहाँ मेल फिमेल कस्ने जुन नट हुन्छ नि त्यो चाहिँ पहिले पुरै छेनु हानेर चाहिँ हैन यो कुन चाहिँ पागल मूर्ख मिस्त्रीले चाहिँ हैन पुरै नटै कुचाइदिएको रहेछ के। यस्तो टाइपको कुलरहरू पनि युज पनि गरेको छैन रहेछ के। बाइकमा डबल मान्छे बोकेर चाहिँ हिँड्दाखेरि हैन यसमा चाहिँ पिकअपहरू पनि एक थोपा पनि थिएन के। तर यसको क्लच प्लेटहरू पनि गइसकेको थियो के। तर यसमा चाहिँ हैन हामी चाहिँ एउटा राम्रो कम्पनीको क्लच प्लेट हालेर चाहिँ बाइकमा चाहिँ हैन उड्ने हैन के हामी गुड्ने घरि पिकअपहरू पनि लाएर दिन्छौँ हैन। तपाईहरु पनि देख्न सक्नुहुन्छ हैन। अब यसमा चाहिँ हैन एकदम राम्रो तरिकाले चाहिँ हामी क्लच प्लेट फिटिङ गरेर चाहिँ बाइक चाहिँ एकदम राम्रो विश्वासको साथले हामी